नमस्ते सबैजनालाई जापानी गुरु युट्युब च्यानलमा तपाईहरुलाई स्वागत गर्दछु। आज चाहिँ हामी सोमा तोमे N3 विक 2 डे 3 को भोक्याबुलरी पढ्न गइरहेका छौं। हस्त भिडियोलाई सुरुवात गरौं। पुरात्तो होमुगा कोन्जाचु सितेरु भनेको चाहिँ प्लेटफर्ममा धेरै भिड छ। द प्लेटफर्म इज क्राउडेड भनेर भन्नु पर्दा पुरात्तो अथवा होमुगा कोन्जाचु सितेरु भनेर भनिन्छ। हाकुसेन अथवा किरोसेन नो उचिगावा नि सागारु भनेको चाहिँ सेतो पहेँलो रेखाभित्र पछाडि सर्नु। अब रेलवे प्लेटफर्ममा चाहिँ त्यो पहेँलो अथवा सेतो धर्को चाहिँ केरिएको हुन्छ हैन। त्यो भन्दा भित्र चाहिँ हामी जान हुन्न, किनकि त्यो चाहिँ रेलवे प्लेटफर्मको डेन्जर जोन कहलाइन्छ। त्यसको भन्दा अलि पछाडि सरेर चाहिँ हामी कुरेर बस्नुपर्ने हुन्छ उभिएर। हाकुसेन किरोसेन नो उचिगावा नि सागारु भनेको चाहिँ त्यो सेतो पहेँलो रेखाभित्र पछाडि सर्नु हैन, त्यो भन्दा पछाडि सर्नु भन्ने अर्थमा चाहिँ यो भोक्याबुलरी युज भएको छ। तोक्युगा चुखासुरु भनेको चाहिँ एक्सप्रेस रेल नरोकी अगाडि जान्छ। द सुपर एक्सप्रेस ट्रेन डजन्ट स्टप हियर भन्ने अर्थमा चाहिँ तोक्युगा चुखासुरु भन्ने अर्थमा तोक्युगा चुखासुरु भनेर प्रयोग गर्न मिल्छ। ज्यौशासुरु भनेको चाहिँ रेल चढ्नु। गेट अन द ट्रेन भन्ने अर्थमा चाहिँ ज्यौशासुरु। गेस्यासुरु भनेको चाहिँ रेलबाट ओर्लिनु। ज्यौशासुरु भनेको रेल चढ्नु, गेस्यासुरु भनेको चाहिँ रेलबाट ओर्लनु। हास्यासुरु भनेको चाहिँ प्रस्थान गर्नु, छुट्नु, लिभ द स्टेसन अथवा डिपार्ट गर्नु भन्ने अर्थमा चाहिँ हास्यासुरु भोक्याबुलरी प्रयोग हुँदो रहेछ। त्यस्तै गरी देन्स्या वा गारागारादा भनेको चाहिँ रेल खाली छ। द ट्रेन इज इम्प्टी। देन्स्या वा गारागारादा। त्यस्तै गरी खराप्पो भनेको चाहिँ खाली, खाली इम्टी भन्ने अर्थमा चाहिँ खराप्पो। मन इन देन्स्या दे चुकिन सुरु भनेको चाहिँ भरिभराउ रेलमा आवत जावत गर्नु। भरिभराउ रेलमा आवत जावत गर्नु भन्ने अर्थमा चाहिँ मान इन देन्स्या दे चुकिन सुरुको प्रयोग हुँदो रहेछ। देन्स्यागा युरेरु भनेको चाहिँ रेल हल्लिन्छ। रेल हल्लिन्छ भनेर भन्नु पर्दा देन्स्यागा युरेरु। क्युको कारा खाकु एकितेइस्या नि नोरिखाएरु भनेको चाहिँ एक्सप्रेसबाट लोकल रेलमा सर्नु। क्युको कारा खाकु एकितेइस्या नि नोरिखाएरु। नोरिखाए भनेको चाहिँ रेल बदल्नु अथवा ट्रान्जिट भन्ने अर्थमा चाहिँ यो नोरिखाएको प्रयोग हुन्छ। चेन्ज ट्रेन्स। नोरी ओकुरेरु भनेको चाहिँ रेल छुट्याउनु। मिस द ट्रेन भनेर भन्नु पर्दा नोरी ओकुरेरु। त्यस्तै गरी नोरी सुगोसु भनेको चाहिँ ओर्लिनु पर्ने स्टेसन काट्नु। मिस द स्टप भनेर भन्नु पर्दा नोरी सुगोसु। नोरिकोसु भनेको चाहिँ गन्तव्य भन्दा अगाडि जानु। पास माई स्टेसन भनेर भन्नु पर्दा नोरिकोसु। उन्चिन ओ सेइसान्सुरु भनेको चाहिँ बाँकी भाडा तिर्नु, एडजस्ट द फेयर। अब जापानमा चाहिँ कहिलेकाहीँ हामीले हैन गल्तीले धेरै टाढासम्म यात्रा गर्यो भने चाहिँ हैन गलत टिकट किन्यो भने चाहिँ स्टेसनमा रहेको त्यो सेइसान्की वा कर्मचारीलाई चाहिँ बाँकी भाडा तिर्नुपर्ने हुन्छ। त्यसलाई चाहिँ हामीले उन्चिन ओ सेइसान्सुरु भनेर चाहिँ भनिन्छ। एडजस्ट द फेयर, बाँकी भाडा तिर्नु। अब नपुगेको घटबड भएको चाहिँ हामीले भाडा तिर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ उन्चिन ओ सेइसान्सुरु भनेर भनिन्छ। सिहाचु देन्स्या भनेको चाहिँ पहिलो ट्रेन, फर्स्ट ट्रेन अफ द डे भनेर भन्नु पर्दा चाहिँ सिहाचु देन्स्या पहिलो रेल। सिउदेन देन्स्या भनेको चाहिँ अन्तिम रेल। द लास्ट ट्रेन अफ द डे भनेर भन्नु पर्दा सिउदेन देन्स्या, सिउदेन देन्स्या। सिहाचु एकिकारा नोरु भनेको चाहिँ पहिलो स्टेसनबाट चढ्नु। गेट अन अ ट्रेन एट द पोइन्ट अफ ओरिजिन। पहिलो स्टेसन कता हो त्यताबाट चाहिँ चढ्नु भन्ने अर्थमा चाहिँ सिहाचु एकिकारा नोरु। सिउतेन दे ओरिरु भनेको चाहिँ अन्तिम स्टेसनमा ओर्लिनु। अन्तिम स्टेसनमा ओर्लिनु भनेर भन्नुपर्दा सिउतेन दे ओरिरु। त्यस्तै गरी स्यास्योगा स्यानाई अनाउन्सो सुरु भनेको चाहिँ कन्डक्टरले रेलभित्र घोषणा गर्छ। द कन्डक्टर मेक्स एन अनाउन्समेन्ट टु द प्यासेन्जर्स। स्यास्योगा स्यानाई अनाउन्सो सुरु। द कन्डक्टरले रेलभित्र घोषणा गर्छ। केइताई देनवा नो सियो हिखाएरु भनेको चाहिँ मोबाइलको प्रयोग नगर्नु। रिफ्रेन फ्रम युजिङ अ सेल फोन भन्ने अर्थमा चाहिँ केइताई देनवा नो सियो हिखाएरु। त्यस्तै गरी ओतोसियोरी रौजिन्नी सेकियो युजुरु भनेको चाहिँ ओतोसियोरी भनेको चाहिँ वृद्धहरू भयो हैन। वृद्धहरूलाई चाहिँ सिट छोडिदिनु। गिभ अ सिट टु एन एल्डरली पर्सन भन्ने अर्थमा चाहिँ ओतोसियोरी अथवा रौजिन्नी सेकियो युजुरु।
युसेन्सेकी भनेको चाहिँ प्राथमिकता सिट। अब रेलमा बसमा होइन प्राथमिकता सिट भएको हुन्छ। अब गर्भवतीको सिट हुन्छ होइन, अब नेपालमा भए त महिला सिट हुन्छ, वृद्धको होइन अशक्त सिटहरू हुन्छ नि होइन, त्यसलाई चाहिँ प्रायोरिटी सिट प्राथमिकता सिट भनेर भनिन्छ। त्यसलाई जापानिजमा भन्नुपर्दा चाहिँ युसेन्सेकी भनेर भनिँदो रहेछ। युसेन्सेकी। खारादानो फुजियोना हितो भनेको चाहिँ शारीरिक रूपमा अशक्त व्यक्ति, खारादानो फुजियोना हितो, अ फिजिकली ह्यान्डिक्याप पर्सन भन्ने अर्थमा यो भोक्याबुलरी प्रयोग हुँदो रहेछ। त्यस्तै गरी चिखान्नी आऊ भनेको चाहिँ यौन दुर्व्यवहारको शिकार हुनु। एकदम भिड भएको ट्रेनमा त होइन अब कसको नियत के हुन्छ भनेर थाहा हुँदैन नि, त्यस्तो अवस्थामा चाहिँ यो भोक्याबुलरी चाहिँ प्रयोग हुँदो रहेछ। चिखान्नी आऊ, बी सेक्सुअली हेरेस्ड अन अ क्राउडेड ट्रेन अथवा बसमा नि हुनसक्छ होइन। चिखान्नी आऊ भन्ने भोक्याबुलरी प्रयोग हुँदो रहेछ। एकिनोबाइटेन भनेको चाहिँ स्टेसनको पसल, स्टेसन सप भनेर भन्नुपर्दा चाहिँ एकिनोबाइटेन। हस्त आज हामीले सो मातोमे N3 विक 2 डे 3 को भोक्याबुलरी पढ्यौँ। अर्को भिडियोमा चाहिँ हामी डे 4 को भोक्याबुलरी लिएर आउनेछौँ। त्यति बेलासम्म यी भोक्याबुलरीहरू खान्जीहरू याद गर्दै गर्नुहोला। हस्त बिदा चाहन्छु।